खैरेनी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ। नेपाल हेल्प वाइलिङ ग्रिस जर्मनको आर्थिक सहयोगमा निर्मित भवनको उद्घाटन शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित र जर्मनी संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले संयुक्त रूपबाट गरेका हुन्। विद्यार्थी र शिक्षा हरेक देशको भविष्य निर्माणको प्रमुख आधार भएको नेपाल हेल्प वाइलिङ ग्रिस जर्मनका अध्यक्ष मानफ्रेड लिन्डरले बताए। साथै उनले नवनिर्मित भवनको संरक्षण र प्रयोगमा विशेष ध्यान दिन आग्रह गरे। Children and education are the future of every country, and we are therefore particularly pleased that we can contribute to the future and development of Nepal. Keep these rooms and this school in a good condition and to be able to carry out minor repairs. कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले जर्मनी संस्थाबाट निर्मित भवनको व्यवस्थापन खर्च स्थानीय सरकारबाट गरिदिने प्रतिबद्धता व्यक्त गरे। लोकल गभर्नमेन्टले मेन्टेनेन्सको जिम्मेवारी लिन्छ भन्ने पनि प्रतिबद्धता जनाउन चाहन्छ र यसलाई चाहिने आवश्यक फन्डको व्यवस्था पनि स्थानीय सरकारले गर्छ भन्ने पनि म विश्वास गर्छु। लोकसेवा पास गर्न आउनु भएको शिक्षक कर्मचारीहरू नैतिकवान भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। स्थानीय सरकार तपाईँको जिम्मेवारीलाई सम्मान गर्दै यो शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कुरामा स्थानीय सरकार तपाईँको साथमा छ भन्ने प्रतिबद्धता जनाउँदै 2080 साल माघ महिनामा निर्माण थालनी भएको भवन निर्माण कार्य सम्पन्न भई जर्मनी संस्थाले विद्यालयलाई हस्तान्तरण गरेको छ। करिब 2 करोड लागतमा निर्माण भएको भवनमा 8 कक्षा कोठा, शौचालय सहितको चेन्जिङ कोठा रहेको विद्यालयका सूचना अधिकारी राजकुमार भुजेलले बताए। 2080 साल माघबाट बन्न सुरु गरेको नेपाल हेल्प वाइलिङ ग्रिस भन्ने संस्थाको लगानीमा करिब 2 करोड लगानीमा 8 कोठे भवन चाहिँ बनेको छ र 8 कोठे भवनको छेउमा 2 तले चेन्जिङ रुम सहितको बाथरुम र टोयलेट भएको एउटा भवन पनि बनेको छ र यसमा चाहिँ सम्पूर्ण संरचना बोर्डदेखि लिएर यहाँको डेस्क बेन्च लगायत सम्पूर्ण फर्निचर समेत यस संस्थाले चाहिँ प्रदान गर्दै आएको छ। र भवनको उद्घाटन कार्यक्रममा नेपाल हेल्प वाइलिङ ग्रिसलाई पञ्चेबाजा सहित विद्यार्थी, शिक्षक र जनप्रतिनिधिले स्वागत गरेका थिए भने कार्यक्रममा नेपालको संस्कार, संस्कृति र सभ्यता झल्किने किसिमका गीत मार्फत स्वागत नृत्य गरेका थिए।